आज यिनीहरुसँग म एउटा च्यालेन्ज वाला गेम गर्दैछु। त्यो ओड गेसिङ च्यालेन्ज है। त्यो भन्नाले के हो थाहा छ? एउटा ओड तिमीहरु हेर्छौ हैन? त हेर्छै अनि त मुखले बोल्दैनै हातको इशाराले उलाई बताउँछै। हे गाइज, गुड मर्निङ, वेलकम टु माई न्यू ब्लग। अहिले बज्यो बिहानको 6, 6:30 भनौँ न। अब ब्रेकफास्ट नि पाकिसक्यो, ब्रेकफास्ट खानलाई बोलाइरहेछन् अनि ब्रेकफास्ट खान्छु अनि हेरौँ न आज दिन के हुन्छ। आज चाहिँ हल्का स्पेशल हुन सक्छ, मेबी हुन नि सक्छ आजको ब्लग, किनकि च्यालेन्जले प्लान थियो तर बट केटाकेटीहरूको स्कुल हुन्छ, त्यसैले आज फर्स्ट खाउँ ब्रेकफास्ट अनि हेरौँ। आज बिहानको भ्यू यस्तो छ। सूरजदेव त त्यहाँ माथि पुगिसक्यो। अस्ति पकाउनु राखेको केलाहरू पाके रहेछ गाइज, एउटा खाउँ न। बिहान बिहान खानुपर्छ केला। बनाना इज गुड फर हेल्थ। गाइज आलुहरू कोल्ड स्टोरेजमा स्टोर गर्नलाई आलुको बिउहरू लगिरहेको थियो क्या, अनि एउटा कट्टा चाहिँ के भएर टुट्याएको रहेछ। अनि अहिले बाजेर म चाहिँ यो कट्टा भरिरहेको छु, अर्को कट्टा लिएर आएँ, अब भरिरहेको छौँ। फाइनली प्याकिङ भयो, ट्र्याक्टर गइसक्यो अनि एउटा कट्टा अझै फटा थियो। अनि भर्खर काम सिद्धेर अब हामीहरू भित्र आयो नि, बाजेहरू र म केलाको कसो खाँदैछ, केला खाँदैछौँ। यी बाजेहरू खाँदैछन् केलाको। लन्च खाइयो अनि म सुतेकै थिएँ, मतलब हामी भर्खर लन्च खाएर आएँ, अघि चाहिँ सुतेको थिएँ। अनि ठ्याक्क बाहिर आउँदा आउँदै नि हेर्ने बेला चाहिँ खेतमा मान्छेहरू कामै गरिरहेछन् कि, दिनभरि काम गर्दो रहेछन् कि उनीहरू राति कति घन्टा सुत्दो रहेछन् भन्ने चाहिँ मलाई हल्का फुलफुली मचिरहेको छ। इस्ट र वेस्ट सबभन्दा प्यारी भनेको चाहिँ हाम्रो जमुना र गङ्गा इज द बेस्ट। यो हो गङ्गा, मेरी प्यारी गङ्गा, यो हो जमुना, मेरी प्यारी जमुना। अनि यो हो हिजो हामीले लगाएको टिन, हामीले टिन लगाएको थियो कि यसलाई पानी पर्छ नि रोकेला भनेर, तर पानी नै परेर गाई। अनि आज गाई चाहिँ भित्रै बाध्य रहेछ, माया गर्न थाले, चाटिरहेछ मलाई मस्त। तर यसको जीवनमा धेरै काँडा छ गाइस, त्यसैले अहिले गाई चाहिँ मारेर राखेन यो। हे मारे सुरु भयो यो चकचक त। म बसिरहेको छु, के गरिराखेन नि यसलाई आयो। ए मसँग मोबाइल छ भने नमारौँ, छोड्दे आजको लागि छोड्दे, मोबाइल फुट्ने। पहिलाको जमानाको हाम्रो त्यो खेत जोत्नेवाला भनौँ न, पहिला बल्लहरू हुन्थ्यो नि त, गाई होइन बल्लहरू हुन्थ्यो, अक्स हुन्छन्, त्यो बल्लहरूले खेत जोत्ने बेला चाहिँ यस्तो खाले युज गर्थ्यो कि। आजभोलि त ट्र्याक्टर आइसक्यो, त्यसैले यसको काम हुँदैन बढी जस्तो। Now I'm going to my sister's house, guys. Wow, look at that stunning view, guys. Watch this out. You cannot see like that the hills from that because due to the foggy climate, but you can see that school, you can see that. I forgot to mention in my earliest video that the scene that you can see from that hill was the barrack, and after that the city is called Dadeldhura city. So guys, Dadeldhura हो। अनि त्यो डडेलधुरा भनेको चाहिँ यहाँको चाहिँ बेस्ट सिटी, किनकि यो डिस्ट्रिक्टकै नाम डडेलधुरा हो नि त, त्यसैले त्यो ठाउँको नाम नि डडेलधुरा भन्नाले चाहिँ त्यो सिटी नै भयो। डडेलधुरा द ल्यान्ड्स आर मोर एक्सपेन्सिभ रादर देन धनगढी। सो डडेलधुरामा किनकि बढी फेसिलिटी छ नि त। अघि क्यामेरामा धुलो जामेर होला कि क्यामेराको क्वालिटी राम्रो थिएन, अहिले चाहिँ कस्तो छ गाइस, राम्रो आएको छ नि अघि भन्दा त। साउट यहाँ किडा मेरो खुट्टा त किडाले खाएर सकेको छ गाइस, यहाँ हेर्नु। अझै मलाई हाफ लाउने बानी भएर हो क्या हो यो के हो, माखा हो कि किडा भन्ने थाहा हो। ल गाइस, अब हामीहरू जान्छौँ माथिको घर। त्योभन्दा पहिला हामी जान्छौँ होला ट्याङ्कीतिर। सो गाइस, हामीहरू माथिको घर जाँदै उता गाडी आएर छ, के को लागि होला त्यो गाडी? आलु त अघि लगेर गएको त बिहान। यस्तो चाहिँ यहाँबाट सिन होइन। अनि यो भयो बाटो, हल्का चिप्लो बाटो छ। अरू एउटा घर बना भयो क्या राम्रो हुन्थ्यो, यत्र गाडा छ। घर बनाएपछि माथिदेखि सब पानी आउँछ क्या बर्खाको महिना पानी आएर यो पुरै घर बगाएर लाग्छ। लाग्दैन त्यस्तो बर्खाको महिना। कहाँ यहाँ पछाडि नाली बनाइदियो भने होइन के, यहाँ धेरै रिक्स छ। बन्दाको खेत अनि एउटा गाईको गोठ देखिरह होला गाइज, त्यो हामीले बनाएको अस्ति टिनको। यो सुन्तलाको रुख गाइज, एउटा दुईटा अगाडि नि थियो तर त सुकिसक्यो यहाँनिर थियो। आज यिनीहरूसँग म एउटा च्यालेन्ज वाला गेम गर्दैछु, त्यो ओड गेसिङ च्यालेन्ज है।
त्यो भन्नाले के हो थाहा छ एउटा ओड तिमीहरू हेर्छौ होइन त हेर्छ है अनि त मुखले बोल्दैन है हातको इसाराले उसलाई बताउँछ है यदि उसले त्यो ओड गेस गरेन भने चाहिँ दुईटै 20 चोटि उठबस गर्छ टिम अझै 30 सेकेन्ड भित्र बताउनु हो टाइमर हुन्छ 30 सेकेन्ड भित्र 30 सेकेन्ड भित्र बताउनु हो जे ओड्ने हुन्छ अनि ल अब टाइमर सुरु भयो है 30 सेकेन्डसम्म हो ल भन्नुलाई अब भन छिटो टाइम सकिन्न छिटो भन हातले भन्नु मुखले होइन हातले इसारा गरेर सकिन्न छ टाइम के गेस गर छिटो भन टाइम सकिन्न छ टाइम सक्यो ल अब भन्दे के हो गर ल 10 चोटि उठ बस गर यो हो अब टाइमर सुरु भयो ल ल छिटो भन बोल्नु होइन हातले छिटो टाइम सकिन्न छ उठ बस गर्नुपर्ने हो छिटो भन्न हातल गर्न के गर इसारा गर ए आउँदैन भन्न इसारा के त गर केही गेस त्यही उसलाई हिन्ट दे बजालाई रिस उठेको आज रे के त थाहा होला के त हो सक्यो टाइम सक्यो गाइज अर्को ओड यो हो ल टाइम सुरु भयो ल भन के हो छिटो भन लेखु के छिटो 12 सेकेन्ड छ स्पेलिङ छिटो कापी रे 1 सेकेन्डमा सक्यो अहिले गाइस गेस गरेर पेन्सिल रे यिनीहरूसँग एउटा त्यो एजी ओड गेसवाला गेम खेलौँ भनेको यिनीहरूलाई चाहिँ आउँदैन रहेछ के हो आयो भने के भन्ने थाहा नरहेछ नि कसरी खेल्ने है अनि उसलाई गेस गर्न नि आएन यस्तो गर्न नि आएन नि त्यो खेल्न त बेकारै भयो त्यसैले यिनीहरूलाई म इजी गेम खेलाइरहेको छु त्यो हो हाइड एन्ड सिक खेला होइन म यो सिट्टी लुकाउँछु होइन जसले फर्स्ट यो सिट्टी पायो नि त्यो जित्छ होइन जसले पाएन त्यो हार्छ र त्यसलाई पनिसमेन्ट मिल्छ सुन अब पनिसमेन्टमा के हुने कि जस्तै तैँले जित्यो नि अब यो हार्यो नि तैँले जे भने ऊ गर्ने पनिसमेन्टमा त्यस्तो बुझ्यौ एक्सेप्टेड खेल्ने हो लुकाउँछु यसरी यहाँ राखेर यसको बाहिर यो ल मेरो लुकिसक्यो ल मैले लुकाइसकेँ अब म 3 2 1 भन्छु फेरि जाऊ खोज्न 3 2 1 ल जाऊ खोज ल समी त्यहाँ हेर्दैछ छिटो हलमै छ है हलमै छ अरू कहीँ छैन जब दुइटैले पाएन भने दुइटै पनिसमेन्ट दुइटै एउटै ठाउँमा किन खोज्दैछ अलग अलग खोज जसलाई नि मिल्न सक्छ के थाहा जानी हुनसक्छ है समी राम्ररी समी पाला जस्तै छ है समी नजिक पुगिसक्यो ऊ त अझै टेबलमै छ अघिदेखि अलग ठाउँमा नि खोज जाने लुकाउन सक्छु म त्यो सजिलो ठाउँमा त लुकाउँदैन होला छिटो 2 गेम मात्रै हुने हो 2 गेम होइन 1 गेम मात्रै हुन्छ ल 1 गेम मात्रै हुन्छ जसले जित्यो फेरि अर्को गेम भोलि हुने अब स्वामी के हो भने त एउटै ठाउँमा हेरेर छु हेर लुगामा नि हुनसक्छ ल यो पाइरहेको छैन भने पास भन्नु म अर्कोचोटि नि लुकाउँछु तर यो हलमै छ यो हलको ल नजिक पुग्न थाले अरे के हो आउँछ कि जस्तो छ त्यो जुत्तामा हेर्दैछ 3 2 1 पास भन भइसक्यो अब कानिर्छ भन्दाखेरि यसलाई यस्तो उचाएर पाइसक्यो थियो लास्टमा रोकियो कि
ल अब अर्कोचोटि सेकेन्ड चाहन्छु। अब 1 मिनट भित्र मात्रै हो टाइम 1 मिनट मात्रै हो है। ल आइज स्टार्ट। जाऊ जाऊ। फेरि त्यहीँ गयो यिनीहरू। ल ल छिटो खोज जानु हुनसक्छ। टेबल सेबल जसका भित्र कापीका भित्र हुनसक्छ किताबका भित्र हुन्छ। ओइ 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 नजिक 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 पुगेर फेरि छाडन सक्यो लास्टमा। एक ल टाइम अफ टाइम अफ टाइम अफ। यसले फेरि निकाल्न सकेन है। अब म फेरि थर्ड चान्स दिन्छु। अब थर्ड चान्समा यिनीहरूले पायो भने पायो नत्र पाएन भने पाएन। गाई नजिकको तीर्थको हेला भन्ने जस्तै अब यिनीहरू पाउने जस्तो छैन। अब यिनीहरूले जित्यो। अब के दिने यसलाई पनिसमेन्ट दे? कुकुरो बन। ल ठिक छ उसले कुकुरो बन्यो। अब के अब भयो। ल गाइज अब समीक्षाले जित्यो। मेरो मोबाइलमा पनि चार्ज थियो। एकचोटि चार्ज लाउँछु फेरि। अब एकचोटि म हेर्छु। यो कुकुर रक्की आइज। गाइज यति डराउँथ्यो पहिला पहिला। आजभोलि आउन थाल्यो आउनसँग किनकि मेरो कुकुरहरू डराउँदैन कि। सो गाइज अब म जान्छु डिनरको लागि। त्यसपछि गर्छु म एडिटिङ। होप यु लाइक माई भिडियो। त्यति इन्ट्रेस्टिङ त थिएन कि आज च्यालेन्जहरू नि त्यस्तै बिग्रियो। इफ यु लाइक माई भिडियो लाइक सेयर एन्ड सब्सक्राइब। सी यु इन नेक्स्ट ब्लग। बाई बाई। नयाँ लुगा लगाएको सब फोहोर बनाइदियो ले पक। चलो गाइस गुड नाइट अब सोते हैं।